नमस्कार, म डाक्टर प्रदीप पाण्डे। आज चाहिँ हामीले ब्रेनसँग मनसँग शरीरको सम्बन्धको विषयमा कुरा गर्न गइरहेका छौँ। मनको कारणले गर्दाखेरि शरीर दुख्छ, शरीरमा झमझम हुन्छ, पोल्छ भन्दा सबैलाई अचम्म लाग्छ। तर त्यो किन हुन्छ? मनको कारणले गर्दाखेरि शरीर किन दुख्छ, किन झमझम हुन्छ, किन पोल्छ, त्यसको बारेमा हामी आज त्यसका कारणहरू लिएर आएका छौँ। नम्बर 1 मा हुन्छ प्रब्लम इन ब्रेन एन्ड बडी सिग्नलिङ सिस्टम। यो चाहिँ के हुन्छ भने ब्रेनले चाहिँ बडीलाई कन्स्ट्यान्टली एक किसिमको सिग्नल दिइरहेको हुन्छ हैन। तर यो सिग्नलमै समस्या भयो भने चाहिँ जस्तै नर्मल सेन्सेसन हुन्छ नि हाम्रो शरीरमा, चिसो हुन्छ, तातो हुन्छ, पोलाइ हुन्छ, त्यसलाई चाहिँ अनकन्सियसली इन्टेन्स बनाइदिन्छ कि स्ट्रेसको कारणले गर्दाखेरि। अनि त्यो एम्प्लिफाई हुने बित्तिकै नर्मल सेन्सेसन, नर्मल चिसोपना, नर्मल तातोपना चाहिँ एकदमै पोलेको जस्तो, एकदम तातेको जस्तो हुनसक्छ र दुखाइहरू पनि बढ्न सक्छ। नम्बर 2 मा चाहिँ सामान्य दुखाइ, सामान्य पोलाइहरूमा चाहिँ लाई चाहिँ उसले मिसइन्टरप्रेट गरिदिन्छ र त्यसले गर्दाखेरि चाहिँ एङ्जाइटी बढ्छ हैन। अब त्यो सामान्य सेन्सेसनलाई चाहिँ उसले चाहिँ ठुलो बनाइदिन्छ, विशाल बनाइदिन्छ हैन। त्यस्तै नम्बर 3 मा चाहिँ स्ट्रेसको कारणले गर्दाखेरि चाहिँ मसल्स टेन्सन, तनावको कारणले गर्दा मसल टेन्सन बढाइदिन्छ, त्यहाँ भएको रक्त सञ्चार बढाइदिन्छ। जस्तै गरेर टाउको दुखिरहेछ भने टाउकोमा रक्त सञ्चार कम गरिदिन्छ हैन। अनि मसल्सहरू टाइट गरिदिन्छ। घाँटीमा दुखिरहेछ भने घाँटीको मसल्स टाइट गरिदिन्छ तनावको कारणले गर्दाखेरि। छातीमा दुखिरहेछ भने छातीको एउटा स्पेसिफिक पार्टमा चाहिँ दुखाइ सुरु भएको छ भने त्यहाँ टेन्सन बढाइदिन्छ, स्ट्रेस बढाइदिन्छ र त्यो स्ट्रेसको कारणले गर्दाखेरि मसल्स टेन्सनहरू, पेनहरू बढ्न थाल्छ र दुखाइ त्यही एउटा स्पेसिफिक ठाउँमा, करङमागको एक ठाउँमा मात्र दुखिराख्ने भन्ने खालको हुन्छ। त्यस्तै स्ट्रेसले गर्दा कर्टिसोल र एड्रेनलिन भन्ने हर्मोन रिलिज हुन्छ, जसले गर्दाखेरि चाहिँ शरीरको दुखाइसँग लड्न सक्ने क्षमता, सहनशक्तिलाई घटाइदिन्छ। त्यसले गर्दाखेरि पनि हाम्रो दुखाइहरू, पोलाइहरू, झमझम गर्ने सबै लक्षणहरू बढ्दै जान्छ हैन। त्यस्तै गरेर स्ट्रेसले गर्दाखेरि त्यो स्पाइनल कर्ड भन्ने हुन्छ, यो ब्रेनमा बाट तल स्पाइनसम्म आएको हुन्छ। स्पाइनल कर्डको पेन प्रोसेसिङ पाथवे भन्छौँ, त्यो पेन प्रोसेसिङ पाथलाई हाइपर एक्टिभ गरिदिन्छ हैन। त्यो कारणले गर्दाखेरि चाहिँ ससाना सेन्सेसन्सहरू ठुला बन्दै जान्छ हैन। अनि ब्रेनले म्यापिङ गर्छ, लोकेसन्सहरू तय गरे जस्तो म्यापिङ बनाउने काम गर्छ। स्ट्रेसले गर्दाखेरि चाहिँ के हुन्छ भने त्यो कर्टेक्स जुन चाहिँ हुन्छ हाम्रो सेन्सरी कर्टेक्स, त्यसले चाहिँ दुखाइको यत्रो म्याप हुनुपर्नेमा एम्प्लिफाई गरेर ठुलो म्याप बनाइदिन्छ। अब ठुलो म्याप बनाइदिए स्ट्रेसको कारणले गर्दाखेरि भने यत्रो दुखाइ यत्रो पर्ने चाहिँ ठुलो म्याप बन्ने बित्तिकै दुखाइ पनि ठुलो हुन थाल्छ। मान्छेले के महसुस गर्छन्, मेरो दुखाइ सत्य हो, यो सामान्य दुखाइलाई उसले रोगको रूपमा कन्भर्ट गरिदिन्छ अनि रोग लागेको भनेर उसले फिल गर्न थाल्छ हैन। अनि अर्को हुन्छ क्याटास्ट्रोफिक थट प्रोसेस भनेर भन्छ। अब त्यसमा चाहिँ के हुन्छ भने सामान्य टाउको दुख्दै गर्दाखेरि चाहिँ उसले मलाई क्यान्सर भयो कि भन्ने विचार आयो भने त्यो दुखाइ 100औं गुणा बढेर जान्छ हैन। अनि त्यसपछि गएर त्यो दुखाइ के गर्ने, उसलाई एमआरआई गर्न मन लाग्ने, के गर्न मन लाग्ने, यस्तो हुन थाल्छ हैन। त्यस्तै गरेर अर्को चाहिँ ब्रेनमा लगातार मलाई कतै केही त भएको छैन हैन, अथवा चाहिँ आज दुखाइ कस्तो छ भनेर मान्छेले चेक गर्छ नि, मेरो आज घाँटीको दुखाइ कस्तो छ, अथवा यो घाँटीमा अड्केको